जय नेपाल। फेरि पनि स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ यस भिडियोमा। नायब सुब्बाको भारी सङ्ख्यामा विज्ञापन खुलाएको छ। आज म तपाईँहरूलाई यो भिडियो मार्फत सम्पूर्ण जानकारी दिन गइरहेछु। तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु र तपाईँहरू भिडियोलाई लास्टसम्म हेर्नु। नायब सुब्बाको भारी सङ्ख्यामा विज्ञापन खुलाएको छ। अब यहाँ तपाईँहरू यहाँ हेर्नु, यहाँ रहेको छ निजामती र सङ्घीय संसद सेवाका राजपत्र अलङ्कित प्रथम श्रेणी अप्राविधिक तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणी नायब सुब्बा वा स्वसर पदहरूको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन। सूचना नम्बर यहाँ रहेको छ। प्रकाशन मिति 2082 9 महिना 30 गते यो विज्ञापन प्रकाशन गरिएको छ। निजामती र सङ्घीय संसद सेवा तथा राष्ट्रिय मानव अधिकार सेवाका निम्न सेवा समूह तथा श्रेणीका खुल्ला तथा समावेशी पदहरूमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली यति मार्फत आवेदन दिनुपर्नेछ। अब तपाईँहरू यहाँ हेर्नु, क नम्बरमा लोकसेवा आयोग धनकुटा कार्यालय। तपाईँहरू पहिला हेर्नु, यहाँ धनकुटा कार्यालयमा कतिजनाको लागि यो विज्ञापन खुलाएको छ। खुल्लामा जम्मा यहाँ 12 जनाको लागि विज्ञापन खुलाएको छ। सेवा र उपसमूह यहाँ रहेको छ। तपाईँहरू एकदमै राम्रोसँग यहाँ हेर्नु। विज्ञापन नम्बर यहाँ रहेको छ। किसिम समावेशी समूह यहाँ क्रमशः, त्यसै गरी यहाँ सेवा समूह, पुनः विज्ञापन, मागपत सङ्ख्या र जम्मा मागपत सङ्ख्या। यहाँ खुल्लामा खुलाएको छ। यहाँ जम्मा 12 जनाको लागि। यहाँ न्यायको लागि खुलाएको छ 4 जना। त्यसै गरी सरकारी वकिल 1, प्रशासनतर्फ 6 जना र लेखातर्फ 1 जनाको लागि खुलाएको छ। अब महिलामा जम्मा यहाँ 3 जनाको लागि खुलाएको छ। आदिवासीमा यहाँ 3 जनाको लागि खुलाएको छ। यो धनकुटा कार्यालयको हो। र अब यहाँ मधेसीमा खुलाएको छ। यहाँ न्यायतर्फ 1 जना, दलितमा सरकारी वकिलतर्फ 1 जना र अपाङ्गमा यहाँ सामान्य प्रशासनतर्फ 1 जनाको लागि खुलाएको छ। लोकसेवा आयोग जलेश्वर कार्यालयको यहाँ हेर्नु, जलेश्वर कार्यालयमा कतिजनाको माग छ तपाईँहरू यहाँ हेर्नु। जम्मा यहाँ 17 जना, खुल्लामा जम्मा कति 17 जनाको माग छ जम्मा खुल्लामा। यहाँ महिलामा जम्मा 8 जनाको लागि खुलाएको छ विज्ञापन। आदिवासी 5, मधेसीमा 4 जनाको माग छ। यो दलितमा 2, अपाङ्गमा 2 जनाको माग छ। यहाँ ग नम्बरमा लोकसेवा आयोग काठमाडौँ कार्यालय। अब यहाँ हेर्नु, काठमाडौँ कार्यालयको लागि कतिजनाको माग गरेको छ। त्यसमा 26 जना, खुल्लामा 26 जनाको माग गरेको छ। कुन कार्यालयको? यो काठमाडौँ कार्यालयको। त्यसै गरी यहाँ महिलामा जम्मा 9 जनाको माग, आदिवासीमा जम्मा 7 जनाको माग, मधेसीमा 5 जना, दलितमा 2 जना, अपाङ्गमा 2 जनाको माग गरेको छ। अब यहाँ राष्ट्रिय मानव अधिकार सेवा सहायक प्रथम श्रेणीको लागि विज्ञापन खुलाएको छ। यहाँ हेर्नु, खुल्लामा 2 जना, महिलामा 1 जनाको लागि विज्ञापन खुलाएको छ। लेखापाल पद के लेखापाल जम्मा 3 जनाको लागि खुलाएको छ। ग नम्बरमा लोकसेवा आयोग पोखरा कार्यालयको यहाँ हेर्नु, पोखरा कार्यालयमा कतिजनाको माग गरेको छ। यहाँ 9 जना खुल्लामा, त्यसै गरी यहाँ महिलामा 4 जना, आदिवासी 2, मधेसी 3, दलित 1, पिछडिएको क्षेत्रमा 1 जनाको माग गरेको छ। बुटबल कार्यालयमा यहाँ हेर्नु कतिजनाको माग छ। बुटबल कार्यालयबाट यहाँ हेर्नु 6 जना खुल्लामा, महिलामा 3 जना, आदिवासी 3 जना, मधेसीमा 2 जना, अपाङ्गमा 1 जनाको माग गरेको छ। लोकसेवा आयोग सुर्खेत कार्यालयको यहाँ हेर्नु, यहाँ खुल्लामा 7 जनाको माग, महिलामा 3, आदिवासीमा 1। अब यहाँ तल हेर्नु, यहाँ रहेको छ दलितमा 1, पिछडिएको क्षेत्रमा 1। त्यसै गरी यहाँ दिपायल कार्यालयको यहाँ हेर्नु, खुल्लामा 8 जनाको माग, महिलामा यहाँ 2 जनाको माग, यहाँ त्यसै गरी यहाँ रहेको छ आदिवासीमा 1 जनाको माग, मधेसीमा 3 जनाको माग। अब यहाँ तल यहाँ हेर्नु, विज्ञापन सम्बन्धी विशेष सूचना रहेको छ। तपाईँहरू यो पढ्नु। यो चाहिँ हेर्नु, अब तपाईँहरू कुन कार्यालयबाट फर्म भर्न चाहनुहुन्छ एकदमै राम्रोसँग तपाईँहरू भिडियोलाई पज गरेर हेर्नु। विज्ञापन सम्बन्धी विशेष सूचना तपाईँहरू पढ्नु यो। अब यहाँ परीक्षाको किसिम, पाठ्यक्रममा तोकिए बमोजिम लिखित कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ता हुनेछ। परीक्षा केन्द्र प्रथम र द्वितीय चरण केन्द्रीय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरू साथै लोकसेवा आयोग जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिराहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा तथा लोकसेवा आयोग सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा सञ्चालन गरिनेछ।
राष्ट्रिय मानव अधिकार सेवाका पदहरूको परीक्षा लोक सेवा आयोग काठमाडौँ कार्यालयले तोके बमोजिम हुनेछ। यहाँ अब दरखास्त दस्तुर प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर 700 बुझाउनु पर्नेछ। एकै सेवा समूहको पदका समावेश समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि 200 थप दस्तुर बुझाउनु पर्नेछ। कति जम्मा खुल्लामा भर्यो भने तपाईँहरू 700 लाग्छ, समावेश समूहमा 200, जम्मा 900 दरखास्त दस्तुर लाग्छ। अब यहाँ रहेको छ अब दरखास्त दिने अन्तिम मिति 2082 10 महिना 20 गते र दोबर दस्तुर तिरी 2082 10 महिना 27 गतेसम्म। कहिलेदेखि कहिलेसम्म? 2082 9 महिना 30 गतेदेखि 2082 10 महिना 20 गतेसम्म र दोबर दस्तुर तिरी 2082 10 महिना 27 गतेसम्म तपाईँहरू दरखास्त फारम भर्न सक्नुहुन्छ। यहाँ अब लिखित परीक्षा कार्यक्रम रहेको छ। निजामती सेवातर्फका प्रथम र द्वितीय चरण एवं राष्ट्रिय मानव अधिकार सेवातर्फका लिखित परीक्षा कार्यक्रम पछि प्रकाशन गरिनेछ। उम्मेदवारको उमेरको कुरा गर्दाखेरि 2082 10 महिना 20 गतेसम्म 18 वर्ष उमेर पुरा भई 35 वर्ष ननागेको र महिला तथा अपाङ्ग उम्मेदवारको हकमा 40 वर्ष ननागेको हुनुपर्नेछ। अब तपाईँहरू एकदमै राम्रोसँग भिडियोलाई पौज गरेर हेर्नु। अब यसमा चाहिँ फर्म भर्नको लागि अब कति शैक्षिक योग्यता हुनुपर्छ यहाँ रहेको छ। आवश्यक न्यूनतम योग्यता निजामती सेवातर्फको यहाँ तपाईँहरू यहाँ हेर्नु। 1 नम्बरमा न्याय सेवा, न्याय कानुन र सरकारी वकिल समूहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र वा स्वसर उत्तीर्ण गरेको। यदि तपाईँहरू +2 12 पास गर्नुभएको छ भने तपाईँहरू यसमा एप्लाई गर्न सक्नुहुन्छ। 2 नम्बरमा परराष्ट्र सेवामा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र वा स्वसर उत्तीर्ण गरेको। तपाईँहरू +2 पास गर्नुभएको छ भने तपाईँहरू यसमा एप्लाई गर्न सक्नुहुन्छ। त्यो यहाँ भनेको छ, एकदमै राम्रोसँग यहाँ हेर्नु। अब यहाँ प्रशासन लेखा समूहतर्फ रहेको छ, यहाँ हेर्नु। मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र वा अर्थशास्त्र, गणित, तथ्याङ्क शास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र वा स्वसर उत्तीर्ण गरेको। यदि तपाईँहरू प्रशासन सेवा लेखातर्फ तपाईँहरू फर्म भर्न चाहनुहुन्छ भने कुनै यो मध्ये कुनै एउटा विषय लिएर तपाईँहरूले के गर्नुपर्छ? +2 पास गर्नुपर्छ। त्यो यहाँ बनेको छ। 5 नम्बरमा प्रशासन सेवा राजस्व समूहतर्फ रहेको छ। तपाईँहरू एकदमै राम्रोसँग यहाँ भिडियोलाई पौज गरेर हेर्नु, तपाईँहरूको शैक्षिक योग्यता कति छ। र यहाँ नोटमा यहाँ तपाईँहरू एकदमै राम्रोसँग यहाँ हेर्नु, मिति रहेको छ 2078 9 महिना 7 भन्दा अघि जारी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा SLC यी प्रमाणपत्रको हकमा कक्षा 11 र 12 का प्रत्येक विषयहरू सैद्धान्तिक एवं प्रयोगात्मकमा न्यूनतम D+ के भनिन्छ, न्यूनतम D+ 1.6 रहेको शैक्षिक प्रमाणपत्रलाई मात्र मान्यता दिनेछ। अब तपाईँहरू यदि अहिले +2 पास गर्नुभएको छ र तपाईँहरूको GPA 1.6 भन्दा कम छ भने तपाईँहरू यसमा एप्लाई गर्न सक्नुहुन्न। किनभने यहाँ के भनेको छ, 1.6 भन्दा माथि नै हुनुपर्छ GPA प्रत्येक विषयमा, त्यो यहाँ भनेको छ। अब यहाँ खुल्ला तथा समावेशी परीक्षाको लागि विशेष सूचना यहाँ रहेको छ, तपाईँहरू एकदमै राम्रोसँग यहाँ पढ्नु। द्रष्टव्यमा के उल्लेख गरेको छ तपाईँहरू पढ्नु। यहाँ पाठ्यक्रम आयोगको वेबसाइट यतिबाट प्राप्त गर्न सकिनेछ। यदि तपाईँहरू कक्षा 12 पास गर्नुभएको छ भने अब तपाईँहरूको लागि एकदमै सुनौलो अवसर, नायब सुब्बाको भारी सङ्ख्यामा विज्ञापन खुलाएको छ। कक्षा 12 पास गर्नुभएको छ भने अब तपाईँहरू यसमा फारम भर्नु। ल त आजको लिए यदि नै तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु र तपाईँहरू अहिले कुन जिल्लाबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ तपाईँहरू आफ्नो आफ्नो जिल्लाको नाम पनि कमेन्ट गर्नु। ल त आजको लिए यति नै। हवस् त, नमस्कार।